हेलो सेवा अनि नमस्कार सबैजनालाई। आज चाहिँ हाम्रो कथाको उतापट्टि भइरहेको छ। अनि चाहिँ दुईटा मेसिन राखेर चाहिँ अब वर्षाको कारणले गर्दाखेरि दुईटा मेसिन राखेर अलिकति सिध्याउने पानी पर्दैखेरि ढलान सिध्याउने अथवा पर्नुभन्दा अगाडि नै सक्ने भन्ने हिसाबले चाहिँ दुईटा मेसिन राखेको छु। साउजीले चाहिँ हाम्रो लागि अर्थात् कामदारहरूको लागि चिसो लिएर आउनु भएको छ। कति ढलान गराएको छ अब ल स्ल्याब पनि हान्न थालिसकेर क्या टोलीहरूले ल कतिखेर हो यो हजुर आधी बनाइसक्यो नि हो हो बाउ छोराको साथीको हाम्रो ढलानको नाइकी दाइ चाहिँ अब चिसोतिर अगाडि बढ्दै हुनुहुन्छ। हाम्रो ढलान चाहिँ यसरी हुन्छ है, यसरी धमाधम ढलान भइरहेछ है। हाम्रो नाइकी दाइ चाहिँ फेरि धमाधम चिसो बाँड्दै हुनुहुन्छ है। 1500 हान्नु लाग्यो 2000कै टार्गेट हो मेरो पनि। त्यो पनि हो त्यो मेरो त यस्तो त कति ठाउँको छ त कहाँ यति मात्रै छ त तपाईँ त घुम्नु मात्रै एक दिन लाग्छ। अहिले यो यस्तो यो ठुल्ठुलो सेट हो होइन 1000 1200 1500 1700सम्म चाहिँ हेर्ने हो भनेदेखि चाहिँ तपाईँको 11 सेट यो साइज गरेर यसलाई चाहिँ 2 सेट भन्छु है फेरि म। छाड पैसा त रुपियाँ छैन। अब 1.5 लाख तलमाथि हुने कुरो छुट्टै कुरो हो होइन। भइरहन्छ गइरहन्छ आइरहन्छ गइरहन्छ त्यो त खेलो भइरहेको छ होइन। अब चोखो भन्ने चाहिँ अब कमाएर राखेको चाहिँ केही पनि छैन। यत्रो फर्मा चाहिँ यहाँ चाहिँ भट्टाभट्टी कम्पिटिसन चलिरहेछ पल्लो टिम र पल्लो टिमको मारामारै होला जस्तो चाहिँ चिसो धरी खानु नखाइ भिडिरहेछ केटाहरू। नाइकेले चिसो खानु फकाउँदा पनि मानिरहेको छैन केटाहरू। भट्टाभट्टी ढलाने सिध्याउनतिर मात्रै लागेको छ। एकछिन बस्नु माने भए पो हजुर यो राम्रो भनेरै हालेको चाहिँ हो होइन। तर यो कस्तो हो मलाई पनि ठ्याक्कै अलिकति ज्ञान भएन। तर त्यो अर्को हेरी चाहिँ राम्रै हो कि जस्तो पनि लाग्यो मलाई। मसलाहरू पस्ने चान्स कम हुने। त्यहाँ खाल्डा भयो नि त तपाईँ हो माल हाल्नु त्यहाँनिर 2-3 साल हालिदिनु त्यो खाल्डोमा हजुर पानी जमा